रामचन्द्र भाइ मैले प्रत्यय भाइ भन्छु। यो कवि गोष्ठीको संस्थापक अध्यक्ष हुनुहुन्छ। यस सभाका प्रमुख अतिथिज्यू, रूपक लामिछाने, यस विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल श्यामा भक्त मिलेज्यू, मञ्चासीन विश्वेश्वर र सम्पूर्ण साहित्य प्रेमी साहित्यकार कवि गोष्ठी, बुद्धि कवि गोष्ठी नेपालले आज मलाई यो संयोजन गर्ने अभिभाव चाहिँ थियो र मैले पाएँ। म अनुग्रहित छु, म कृतज्ञ छु। यस्तो राम्रो बुद्धि कवि गोष्ठीले जुन काम गरिरहेको छ ज्यादै सराहनीय छ। म त धेरै भएको छैन यो बुद्धि कवि गोष्ठीमा आउने। एक दिन यसो हेर्दै थिएँ फेसबुक र मैले हाम्रो निबन्ध सरले चाहिँ राख्नु भएको एउटा सूचना पढेँ र म पनि जाउँ न नजिकै रहेछ भने कपालमा कतैतिर थियो त्यो आएँ। त्यसपछि एउटा लज जस्तो लाग्यो। अरू ठाउँमा म खासै त्यति धेरै जान्न, यहाँ चाहिँ एउटा लज जस्तो लाग्यो। हाम्रो रामचन्द्र दाजुसँगको एउटा हाम्रो पहिलेदेखिको हामी उसमा सँगै कार्यरत हौँ, निकै अगाडिदेखि। त्यो पनि एउटा भावनात्मक एउटा सम्बन्ध पनि छ। र निवेदनजीलाई म के लेखिरहन्थेँ, उहाँले पठाइरहन्थेँ, उहाँले छापिरहनुहुन्थ्यो। यसरी मेरा थुप्रै साहित्यिक रचनाहरू यो कपाल मानिस पत्रिकामा मैले छापेका छ। र आजको यो सभा आज पानी परिरहेको हुनाले म त गाह्रो हुन्छ कि जस्तो लागेको छ। तर यहाँको उपस्थिति, गरिमामय उपस्थितिले आजको यो जुन कार्यक्रम त्यो चाहिँ नि एउटा राम्रो अन्तमा हुँदैछ। राम्रो भयो। कस्ता राम्रा रचनाहरू, गजल, कविता, गीत, त्यसमाथि पनि हाम्रो नानी बुढा नानीले जुन ओखलढुङ्गाको सम्बन्धमा जुन गाउनु भयो त्यसले मेरो एकदमै ज्यादै प्रिय, एकदमै मिठो लाग्यो। म पनि कहिलेकाहीँ गुनगुनाउँछु। मेरा पनि गीतहरू छ, यहाँहरूले गएर सुनिदिनु होला। प्रमोद प्रसाद नेपाल भन्ने मेरो युट्युब च्यानल छ, त्यसमा मेरा थुप्रै गीतहरू छन्। मैले गुनगुनाएका गीतहरू पनि छन्। र तृप्ति खड्का गुरुङ भन्नेको जुन च्यानल छ त्यसमा चाहिँ नि मेरा 6वटा गीतहरू रेकर्ड भएको पनि छ, जसमा सबभन्दा पछिल्लो जाडो लाग्यो आमा मलाई न्यानो लुगा छैन, मेरै स्वरमा छ। जाडो लाग्यो आमा मलाई न्यानो लुगा छैन, खोजेरी तो सन्दुक खाली दिने कोही भएन, खोजेरी तो सन्दुक खाली दिने कोही भएन। यस्तै प्रकारले मैले त्यसमा गुनगुनाएको छु। यस्ता छन्, यहाँले सुनिदिनु होला पुरै गीत गाएर। र आजको यो अत्यन्तै सफल भयो जस्तो लाग्यो मलाई। 40-जनाको हामीले अपेक्षा गरेर हो यहाँ आइदिनु भयो। यो कार्यक्रमलाई, मेरो संयोजनको कार्यक्रमलाई यहाँ सफल बनाइदिनु भयो। म यहाँहरू सबैप्रति आभारी पनि रहेँ। त्यसमाथि हाम्रो प्रिन्सिपल सर, हाम्रो म्याडम सीमा म्याडमले जुन यो उपलब्ध गराइदिनु भयो। कहाँ जाने उहाँले सरले म छलफल गरिरहनु भएको थियो। कतै न मिल्ला नि भनेर उहाँले कोसिस गर्दैछु भन्नुभयो। पछिबाट स्कुल जुन स्कुल भयो उहाँलाई भन्नु ज्यादै खुसी लाग्यो। यो स्कुलको प्रिन्सिपलज्यू, भाइस प्रिन्सिपल र सबै स्कुल परिवारप्रति पनि हामी आभारी रह्यौँ। यति भन्दै म मेरो एउटा भर्खरै मैले लेखेको कविताका थुप्रै विधाहरू वा भनौँ साहित्यका थुप्रै विधाहरू मैले तलब चलाउँछु। मेरा 2टा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, एउटा टुक्का सङ्ग्रह
एउटा छन्दाहार हुने हो, एउटा विकास गरेर सिक्नु छ र मेरा 3-4वटा चाहिँ नि कृतिहरू निकाल्नलाई ठिक्क परेको छ। तर म समय निकाल्दै जान्छु होला। लघुकथा पनि छ त्यसमध्येको। हालसालै एउटा लघुकथा प्रमाणसर विभूतिजीले दिनुभएको थियो, जलवायु परिवर्तनको सन्दर्भमा लेखेको थियो। तर म यहाँ चाहिँ एउटा कविता भन्छु, साङ्चा भन्ने कविता। कविता आज साङ्चा म सुशीले पनि लेख्छु, हाम्रो कविता सरले लेख्नुभएको पनि लेख्छु र सुशीले म लेख्दै गरिरहेको छु। सुशीले भन्दिनँ, मलाई यो साङ्चा भन्नु मलाई। साङ्चाको खेतमा बनाइएका आलुका ती सुन्दर गराहरू निहाल्दै, साङ्चाको खेतमा बनाइएका आलुका ती सुन्दर गराहरू निहाल्दै गर्दैछु म आनन्दको अनुभूति, गर्दैछु म आनन्दको अनुभूति। ऊ निरक्षर अक्षर जान्नेहरूलाई सिकाउने गर्छ, ऊ निरक्षर अक्षर जान्नेहरूलाई सिकाउने गर्छ खेती गर्ने तरिका। आज पनि एक कुल विद्यार्थी देखिँदैछन् उसका खेतमा, आज पनि एक कुल विद्यार्थी देखिँदैछन् उसका खेतमा। ऊ बताउँदैछ, ऊ पढाउँदैछ खेती गर्ने तरिका, ऊ बताउँदैछ पढाउँदैछ खेती गर्ने तरिका। कृषि पढ्दै गरेका धेरै अक्षर चिनेका ती केटाकेटी, ऊ बताउँदैछ पढाउँदैछ खेती गर्ने तरिका, धेरै अक्षर चिनेका ती केटाकेटीहरूलाई। उसले पढाएका धेरै विद्यार्थीका खेत गाउँमा अहिले बाँझै छ। अरे उसले कृषि पढाएका धेरै विद्यार्थीका खेत गाउँमा अहिले बाँझै छन्। अरे अक्षरका ज्ञानीहरू अझै धेरै अक्षर पढ्न भएका पनि खेत बेचेर 7 समुद्र पारी कति लागे र अझै कतै लाग्दैछन्। अरे तिनको लेखाजोखा कति छ। अक्षरका ज्ञानीहरू अझै धेरै अक्षर पढ्न भएका पनि खेत बेचेर 7 समुद्र पारी कति लागे र अझै कति लाग्दैछन्। अरे तिनको लेखाजोखा कति छैन। साङ्चाहरूले त्यस्ता कयौँ साक्षरहरूलाई सिकाउँदै पढाउँदै खेत खनजोत गर्दै आलु सागपात उमारेर आनन्दले देशमै बसेको छ। निरक्षर भएर पनि खेत बाँझो नराखेर, निरक्षर भएर पनि खेत बाँझो नराखेर उसका छोराले पनि कृषि पढाइ नै रोज्यो, उसका छोराले पनि कृषि पढाइ नै रोज्यो र भोलि अझ माथि पढ्न उड्दैछ विदेश। उसका छोराले पनि कृषि पढाइ नै रोज्यो र भोलि अझ माथि पढ्न उड्दैछ विदेश। भएको 2-4 रोपनी खेत मध्ये आधा जति खेत बेचेर, भएको 2-4 रोपनी खेत मध्ये आधा रोपनी खेत बेचेर यो विडम्बना यहाँ यस्तै छ।